नमस्ते अबे साले सन्चै हुनुहुन्छ म त बिरामी छु बेबी बेबी कल किन नउठाको मोबाइल त मैले घरमै छोडेर आएको छु कहाँ हुनुहुन्छ तिम्रो लागि जुन तारा झार्न चन्द्रमातिर आएको छु बेबी झारिस जुन तार जुन तारा झार्छु भनेर त आएको नि तर यहाँ आउँदाखेरि त जुन तारा त अर्कै मुर्दारले लगिसकेछ मेरो बेबीलाई चाहिएको जुन तारा छिटो फिर्ता देऊ है मैले नरसको लागि यार यत्रो दुःख गरेर मैले आकाशबाट है माथि आकाशबाट होइन जुन तारा खसाइदिएको मैले जुन झन् यस्तो म्युजियममा राखेको छु म्युजियममा राखेको छु फिर्ता दिन्न भन्न पाइन्छ र मेरो बेबीलाई कति मन परेको थियो त्यो जुन तारा अहिले मसित रिसाइराखेकी छिन् मैले कहाँबाट ल्याएर दिने छिटो मलाई फिर्ता देऊ कि त मलाई जुन तारा फिर्ता देऊ कि त म चन्द्रमा जाँदाखेरि साइकलमा लागेको 11,150 को मलाई पेट्रोल लागेको छ त्यति फिर्ता देऊ मलाई त चाहियो तिमी बिचमा नआउ त बरु मलाई जुन तारा पनि चाहिएन जुन तारा ल्यायो भने अहिले फेरि हराउँछ मलाई त सालीको दिदी नै चाहियो भेना हजुर साली भए हुन्न र हुन्छ म ल म आउँदैछु साली ए ल ल हेर न मलाई तिम्रो बहिनीले जिस्काएर बोलाएको बोलाइछ म भनिरहेको छु दिदी अलरेडी छिन् म आउँदिन भनेर भगवान यो त अन्याय भएन र उनले बोलाएको म त आउँदिन भनेको हो साँच्चै कसम भनेको फेरि भन्दा